हेलो हेलो साथीहरु, आज चाहिँ हामी श्रम संस्कृति पार्क धरान घुम्न आएको छौं। यहाँ बस्नको लागि फाइबरबाट विभिन्न किसिमका जनावरहरूको आकृति दिएर बनाएको रहेछ। यहाँ देख्न सकिन्छ भेडादेखि लिएर हरेक कुरा। अब यहाँनेर हर्क साम्पाङ जस्तो देखिने व्यक्ति अनुहार छोपेर राखेको छ। अब यहाँ उद्घाटन भएको रहेछ। भेडा उल जति हामी जनावर हेर्छौं त्यो सबैको यहाँनेर बस्ने ठाउँ बनाएको रहेछ आकृति दिएर। ठ्याक्कै हर्क साम्पाङ जस्तो देखिने एउटा व्यक्ति, यो चाहिँ श्रम गरेको व्यक्तिहरुको लागि अरे श्रम गरेको छ त्यही भनेर संस्कृति पार्क श्रम गरेको मान्छे जस्तै भारी बोकिरहेको छ। सबै कहाँ सक्नुहुन्छ है तिनी हजुरआमा पनि आउँदै हुन्छ पछाडि। सबै कालो यस्तै रहेछ श्रम पार्क चाहिँ हर्क साम्पाङले बनाएको धरानको। यो विभिन्न श्रम जसरी गरिन्छ जस्तै हलो जोत्नेदेखि लिएर खन्ने बेल्चा हान्ने जे हुन्छ नि सबै छ। यो कसरी बन्यो भन्दाखेरि चाहिँ हातमा हात मिलेर बनेको। जसरी यहाँ दुईटा हातको बिचमा एउटा रुख उम्रेको देखाइएको छ, हेर्न सक्नुहुन्छ। ल हामी आज यति घुम्न गएका छौँ, जानलाई जम्मा 6 जना। यो भनेको फर्स्टको हो, तल सुरुमै यो भेट्न सकिन्छ श्रम संस्कृति पार्कको चिल्ड्रेन पार्कदेखि लिएर नेपालको झन्डा फहराइरहेको छ। त्यसको माथि डाँडामा धरान लेखेको ठाउँ भेट्न सकिन्छ। यो चाहिँ गोर्खेहरूको सम्झनामा बनाएको होला सायद, खुकुरीहरूको त्यो गरेको छ। गोर्खेको शान हुनुपर्छ यो। जस्तै यताबाट अलिकति उता गए पछाडि हामीले देख्न सक्छौँ आरा धरान। पहिला चाहिँ कसरी धरान नाम रह्यो भन्दाखेरि काठ काट्नलाई एउटा जुन घर बनाइछ त्यसलाई चाहिँ धरान भनिन्थ्यो। त्यसको लागि पनि एउटा ती बनाएको छ।